So hello everyone and welcome back for a new video. होइन आज चाहिँ म तपाईँलाई अकाउन्टिङ फर सेयर होल्डर इक्विटी होइन बिबिएस फर्स्ट इयरको च्याप्टर 11 को होइन अकाउन्टिङ फर सेयर होल्डर इक्विटीको बारेमा म तपाईँलाई केही जानकारी दिँदैछु। सर्वप्रथम यसमा चाहिँ मार्क्सको कुरा गर्ने हो भने 2 मार्क्स है सर्ट भेरी सर्ट अनि 5 मार्क्सको कहिले काहीँ सोध्न सक्छ होइन। प्रायः जस्तो 10 मार्क्सको सोध्न सक्छ कि 10 मार्क्सको चाहिँ आउन सक्छ होइन। अनि पर भ्यालु भन्दा बढी सेयर बिक्री गर्यो भने यसलाई एडिसनल पेड इन क्यापिटल भन्छ कि पर भ्यालु भन्दा बढी सेयर गर्यो भने जस्तै सेयर चाहिँ 10 दियो तर बिक्री गर्दाखेरि चाहिँ 26 होइन बढीमा बिक्री गरेर 26 मा गर्यो भने अब यो पर भ्यालु त 10 छ नि त पर भ्यालु 10 भएपछि अब यो 26 दियो भने त अरू बाँकी के दिइरहेछ भन्ने सम्झिनु पऱ्यो भने हामीले एडिसनल पेड इन क्यापिटल। सो अनि नाफामा बेचेको छ भने होइन नाफामा बेचे अमाउन्ट रिटर्न के है नाफामा बाट बेच्यो भने के हुन्छ अमाउन्ट रिटर्न हुन्छ। अनि अर्को कुरा चाहिँ हामीले के जान्नुपर्छ भने यसको चाहिँ जर्नल इन्ट्री है सबसे पहिलो चाहिँ हामीले जर्नल इन्ट्री हेर्छौँ होइन। जर्नल इन्ट्रीमा चाहिँ के छ भने जस्तै जर्नल इन्ट्री भनेपछि हेर्नु अब यदि होइन नगद इस्युमा गऱ्यो भने जर्नल इन्ट्रीमा जानुपर्ने कुराहरू चाहिँ जस्तै अब नगद इस्यु गऱ्यो भने जारी इस्यु बाँकी होइन इस्यु अफ सेयर फर क्यास कमनमा गऱ्यो भने चाहिँ जस्तै क्यास अकाउन्ट डिआर टु कमन स्टक टु एडिसनल पेड इन क्यापिटल यो चाहिँ जर्नल हो कि हामीले चाहिँ जर्नल इन्ट्री गाउँदाखेरि अब जस्तै क्वेसनमा दिइरहेको हुन्छ होइन क्वेसनको अनुसार हामीले चाहिँ यो जर्नल इन्ट्री गाउनुपर्छ। जस्तै कमन स्टकमा नगद गऱ्यो भने इस्यु गऱ्यो भने भन्छ अनि प्रिफर स्टक भन्यो भने प्रिफर स्टकमा बढी दियो भने है यदि पार भ्यालु भन्दा बढी दियो भने एडिसनल पेड इन क्यापिटल एड हुन्छ त्यो कुरा नि याद गर्नु पर्यो। र यो कुरा चाहिँ हामीले यो चाहिँ यो घोक्नु नै पर्छ है। अनि एसएस इस्यु अफ सेयर फर एसएसमा गऱ्यो भने सेम केही नि छैन क्या। जस्तै अब यहाँ क्यास अकाउन्ट छ नि त यो कमनमा क्यास अकाउन्ट कमन स्टक भयो अनि एमा यो प्रिफेयरमा नि यो कमनको ठाउँमा प्रिफेयर राखिदिने के केही नि छैन के। अनि यसको बिग्ने अब यसको न्यारेसन चाहिँ इस्यु अफ कमन स्टक भयो अनि यसको फेरि इस्यु अफ प्रिफेयर स्टक यो न्यारेसन केही नि छैन क्या। अनि एसएस भने खालके अब एसएस भने कस्तो भने इस्यु अफ सेयर फर एसएस के जस्तै अब माथि प्रिफेयर क्यासमा गऱ्यो होइन तर यहाँ चाहिँ एसएसमा गरेर कि जस्तै सेम हो एसएस अकाउन्ट डिआर टु कमन स्टक अकाउन्ट टु एडिसनल पेड इन क्यापिटल कमन भयो होइन। अनि पर्चेस गऱ्यो कि पर्चेस ट्रेजरी स्टक भनेको के हो भनेपछि होइन कम्पनीले सेयर दिन्छ होइन फेरि त्यसलाई पुनः के गर्छ पर्चेस गर्छ कि जो बजारमा दिएको सेयरलाई पुनः पर्चेस गर्यो भने त्यसलाई ट्रेजरी स्टक भनिन्छ। र पर्चेस अफ ट्रेजरी स्टक भनेको ट्रेजरी स्टक अकाउन्ट डिआर टु क्यास अकाउन्ट ट्रेजरी स्टक अकाउन्ट टु डिआर टु क्यास अकाउन्ट हुन्छ है। जस्तो पर्चेस गऱ्यो भने पर्चेस अफ ट्रेजरी स्टक भन्यो नि यो चाहिँ घोक्नुपर्छ। अनि डिभिडेन्ड डिक्लेयर के है लाभांश घोषणा गऱ्यो भने के डिभिडेन्ड डिक्लेयर गऱ्यो भने रिटर्निङ अनि अकाउन्ट डिआर टु अब डिभिडेन्ड पेबल अनि डिभिडेन्ड स्टक पनि भन्न सक्छ कि स्टक पनि भन्न सक्छ यसमा कन्फ्युज नहुने पेबल नि भन्न पायो होइन डिभिडेन्ड स्टक नि भन्न पायो कि त्यसमा चाहिँ कन्फ्युज हुनै परेन कि। अनि अर्को चाहिँ अब पेड गऱ्यो भने के पेड गऱ्यो भने है यहाँ म लेखेँ है म पेड गऱ्यो भने जस्तै अब यहाँ पेड गऱ्यो है अब यो पेड गऱ्यो है डिभिडेन्ड पेड गऱ्यो है डिभिडेन्ड पेड गऱ्यो भने जस्तै रिटर्निङ डिभिडेन्ड पेड गऱ्यो भने डिभिडेन्ड पेबल अकाउन्ट डिआर टु क्यास अकाउन्ट हुन्छ क्या। किनकि डिभिडेन्ड दियो भने त हाम्रो त क्यास जाने हो नि त हो त्यो फेरि स्टकमा नि हुन्छ स्टकको कुरा चाहिँ म अलिक गर्दै जान्छु होइन। सो यति कुरा चाहिँ हामीले यो जर्नल इन्ट्रीमा जान्नुपर्छ होइन। त्यसपछि अब हामी आउँछौँ अर्को अब हामी जस्तै अब हामीले बुक 2 मार्क्समा चाहिँ हामीले कहिले कहिले सोध्न सक्छ क्या जस्तै धेरै म्याक्सिमम त थाहा छैन होइन तर सोधिरहेको हुन्छ। जस्तै बुक फर सेयर भन्छ क्या होइन जस्तै टोटल स्टक होल्डर माइनस होइन प्रिफर स्टक होइन अनि डिभाइड नम्बर अफ कमन स्टक यो चाहिँ बुक पर सेयर निकाल्दाखेरि हो कि बुकको सेयर निकाल। अनि अर्निङ पर सेयर निकाल्दाखेरि चाहिँ नेट इन्कम माइनस प्रिफर डिभिडेन्ड अनि ओपन नम्बर अफ कमन स्टक इजी छ कि। अनि वाट इज ट्रेजरी स्टक मैले तपाईँलाई अघि नै भनिसकेँ वाट इज ट्रेजरी स्टकको मिन्स कम्पनी सोल्ड फर सेयर होइन फेरि रिपर्चेस गर्छ कि यो चाहिँ सेन्टेन्स मिलेन के भएन रिपर्चेस गर्छ। अनि सो अब म चाहिँ होइन अब तपाईँलाई यसको पुरै मेन हिन्ट चाहिँ दिन्छु अब यहाँबाट जस्तै स्टक डिभिडेन्ड भन्यो कि होइन स्टक डिभिडेन्ड भनेको कस्तो भने स्टक डिभिडेन्डको रूपमा होइन कम्पनीले सेयर दिनु हो कि जस्तै अब स्टक डिभिडेन्डले होइन जस्तै कति पर्सेन्ट जस्तै 30,000 कमनमा स्टक डिभिडेन्ड 50% भनेर आउँछ कि
अनि यसको चाहिँ हामीले निकाल्नु बेला कसरी निकालिन्छ भने मानौ यतै छ कि जस्तै नोट स्टक डिभिडेन्ड होइन 50% होइन 30,000 दियो भने कि 30,000 दियो भने 50% अपन 10 गर्दा कति 15,000 सेयर आयो नि त। यो 15,000 सेयर भनेको नम्बर अफ सेयर आउँछ, त्यसलाई चाहिँ इन्टु केले गर्ने स्टक डिभिडेन्डले गरेर हामीले के निकाल्नुपर्छ नम्बर अफ सेयर निकालिन्छ। इफ स्टक डिभिडेन्ड दियो भने अनि यदि स्टक डिभिडेन्ड भयो भने अब ब्यालेन्स सिटमा के प्रभाव पार्छ त भनेपछि जस्तै स्टक डिभिडेन्ड दियो भने जो हामीले 15,000 यसको चाहिँ हामीले 15,000 जो हामीले सेयर निकालेको थियौँ त्यसको इन्टु पार भ्यालु कति पार भ्यालु दिइरहेको हुन्छ, जस्तै क्वेसनमा पार भ्यालु दिइरहेको हुन्छ नि त। अनि त्यो बराबर गर्दा कमन स्टकमा एड हुन्छ। र स्टक डिभिडेन्ड होइन यो P0 भने चाहिँ म पछि भन्छु है, यो P0 भने म हरि भन्छु है। P0 माइनस पार है, पार भ्यालु जति पार भ्यालु दिएको हुन्छ त्यो P0 घटाएर हाम्रो एडिसनल पेड इन क्यापिटल एड हुन्छ स्टक डिभिडेन्ड है। अनि अर्को छ स्टक डिभिडेन्ड सेयर होइन इन्टु P0 के P0 चाहिँ एमा लेस हुन्छ क्या, बुझ्यौ नि, इन्टु गरेर जो ओरिजिनल भ्यालुमा गएर के हुन्छ लेस हुन्छ। अनि अर्को छ स्टक स्प्लिट, यो चाहिँ मेन कुरा हो, यो चाहिँ क्वेसनमा हुन्छ क्या। अनि स्टक स्प्लिट भनेको के एउटा सेयरलाई टुक्राएर धेरै बनाउनु, यदि स्टक स्प्लिट भयो भने इफ 2 or 1 है। यो चाहिँ यो के इक्जाम्पल है, म चाहिँ यो इक्जाम्पल हजुरहरूले बुझ्नको लागि इक्जाम्पल बनाऊ। सो अब स्पिड हुने बेलासम्म सेयर होइन, यो स्पिड हुने बेलासम्मको सेयर निकाल्दाखेरि यसरी जस्तै 2/1 भयो होइन, 2/1 गर्दाखेरि बल्ल हाम्रो के निक्लिन्छ नम्बर अफ सेयर। अनि पार भ्यालु निकाल्दाखेरि चाहिँ जहिले पनि हमेसा सम्झिनु पऱ्यो पार भ्यालु निकाल्दा जस्तै 1:3 दियो भने होइन जहिले पनि पार भ्यालु चाहिँ त्यो दिएको पार भ्यालु भन्दा कमै आउनुपर्छ क्या जहिले पनि। जस्तै 10 दियो भने यहाँ चाहिँ 5 आउनुपर्छ क्या, डिभाइड 5 आउनुपर्छ क्या। नोट होइन अन्य कोहीमा पनि असर गर्दैन कि, अन्य कुनै पनि ब्यालेन्स सिटमा असर गर्छ, जस्तै के हुन्छ प्रिफेयर स्टकहरू यिनमा चाहिँ असर गर्दैन कि यो स्पिड स्टकले होइन, स्टक स्प्लिटले। अनि सो कमन स्टकको बाहेक अन्य बिएसका अन्य आइटममा यसको प्रभाव पर्दैन, यो कुरा नि बुझ्नु पऱ्यो। अनि अर्को छ हाम्रो क्यास डिभिडेन्ड होइन, इफ क्यास डिभिडेन्डको रूपमा होइन क्यास दिनु ब्यालेन्स सिटमा असर भनेको रिटर्नमा लेस गर्नु हो क्या। क्यास डिभिडेन्ड गरेर कहाँ लेस हुन्छ रिटर्न गर्नेमा, यो ब्यालेन्स सिटमा सम्झिनु पर्ने कुरा। अनि अन्य मैले भनेको थिएँ नि P0 भनेको के हो भनेर, P0 भनेको सेलिङ प्राइस, करेन्ट प्राइस, सेलिङ प्राइस होइन सम्झिनु है, सेलिङ प्राइस, करेन्ट प्राइस, मार्केट प्राइस र कमन स्टक हो भनेको थिएँ नि मैले। P0 भनेको सेलिङ प्राइस, करेन्ट प्राइस, मार्केट प्राइस कमन स्टक हो भनेको थिएँ नि। र आजको भिडियोमा हजुरलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया गर्नु होला। अनि अझै पनि यसको केही जानकारी चाहियो मलाई भन्नु होला।